हाई एभ्रिवान, आज हाम्रो घरमा चिकन मोमो पाक्दैछ। त्यसको लागि म प्याजलाई काट्दैछु र यसलाई म चपरमा हाल्छु अनि चपरमै नै चप गर्छु भन्दा अनि प्याजहरू सबैलाई नै फ्राईमा। अब चाहिँ म चपरमा हालेर चप गर्दैछु। अलि धेरै भएकोले अड्किरहेको छ, त्यसैले म यसलाई हल्लाउँदै चप गर्छु। यो मसिनो नहुन्जेल चाहिँ हामी यसलाई राम्रोसँग चप गर्नेछौँ। अब साथसाथै यता मेरो मम्मीले चाहिँ तिल भुट्दै हुनुहुन्थ्यो कराईमा, त्यसैले मैले देखाइदिएको अचारको थोरै पार्ट। अनि बदाम पनि रोस्ट गरेर निकाल्नुभयो। साथसाथै यता मैले प्याज पनि चप गरेर भ्याएँ। अब बन्दा चप गर्न थाल्छु, चपरमा नै राखेर बन्दा पनि मैले चप गरेर भ्याएँ। साथसाथै म यहाँ हरियो प्याजलाई पनि चप गर्छु, हातले नै गर्छु। अनि धनियाँलाई नि काटेँ। सबै चिज चाहिँ मैले किमामा राखेँ, चिकनदेखि लिएर चिकन किमा सबै राखेँ। भेजको लागि पनि तयारी गर्दैछु। अनि चिकन किमामा चाहिने जति मरमसला सबै मोमो मसला, नुन, जिरा धुलो खोर्सानी अनि त्यसपछि तेल, बेसार सबै मैले राखेँ। साथसाथै यहाँ भेजको किमा पनि तयार भएको छ, चिकनको किमा पनि तयार भएको छ। साथसाथै हामी पिठो मुस्न तयार हुँदैछ र अचारको लागि गोलभेडा काटेर भ्याएँ। यो सबै अचारको रेसिपीको लागि अनि साथसाथै भेज किमा, पिठो अनि भाँडामा तेल लगाएर तयार भएको छ। अब चाहिँ म मोमो बनाउन जाँदैछु। मलाई खासै पर्फेक्ट त बनाउन आउँदैन, तर घरमा बनाउँदा नै सिकेको चाहिँ हो मैले चाहिँ यो सेप बनाउनको लागि। पर्फेक्ट नभए तापनि हामीलाई खानलाई सहज हुने चाहिँ बनाउन सकियो। एक भाँडा बनिसकेको छ। साथसाथै म अर्को भाँडाको लागि बनाउन तयार गर्दैछु। हाम्रो भेज पनि बन्यो, साथसाथै चिकन पनि बन्यो। किनभने मेरो दिदीले चाहिँ चिकन खाँदैन, उसलाई एलर्जी छ। त्यही कारणले गर्दा एक्स्ट्रा मोमो भनेर साइडमा राखेको छ र उसले भेज मोमो टेस्ट गर्दैछ। थ्याङ्क यू एभ्रिवान।